दुई दुईवटा मङ्गल चौथी व्रत परेका छन्। तीनवटा कुराहरू गणपति भगवानलाई किन मनपर्छ र कसरी चढाउने यसको बारेमा आज कुराकानी गर्दैछु म। हामी सबैका घरमा गणेशका मूर्तिहरू छन्। गणेश भगवानलाई यी तीनवटा कुराहरू अर्पण गर्नाले हाम्रा दुःख दरिद्रता सङ्कटहरू विपत्तिहरू नाश हुन्छन्। यसको बारेमा म कुराकानी गर्नेछु। यहाँहरूलाई म सर्वप्रथम आजको कार्यक्रममा लिएर जाँदैछु। दीप प्रज्वलन गरेर सुरु गरौँ आजको कार्यक्रमहरू। गणपति भगवानको कृपा हामी सबैमा रहोस्। ओम मङ्गलमूर्तये नमः। स्वस्ति श्री गणेशाय नमः। हरि ओम चन्द्रमा मनसो जातचक्षुः सूर्यो जायतः श्रोत्राद्वायुष्य प्राणस्य मुखादग्निर्जायतः। ओम गणपतये नमः। ओम श्रीमन्महागणाधिपतये नमः। ओम श्री गणेशाय नमः। विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय